आज पौडी खेल्दा धन्य मरिएन। तो हेलो एभ्रिवान, के छ खबर? म हुँ रामजा भ्लगर। आई होप हजुरहरू पनि सन्चै हुनुहुन्छ होला। आज भोलि चाहिँ हाम्रो खाने काम भइरहेको छ, किनकि हामीले जोत्ने अनि त्यस पछाडि हैन तोरी छर्ने अनि खाना त खानै पर्यो हैन। त्यसैगरी यतातिर धान पाकेको थियो अनि यता चाहिँ भाइ र म हैन, अलि भाइ चाहिँ लजालु छ है, त्यही भएर भाइ र म पौडी खेल्न आयौँ। यही हो पौडी हैन। अनि यो सानो भाइ पनि आएको थियो अनि मैले चाहिँ यसो पौडीमा यसो रोमान्टिक हैन यस्तो डाइभहरू हान्दै हैन। तर सोचेको भन्दा ठुलो छ शारदा चाहिँ, जे होस् अब शारदा चाहिँ आउँछ होला पछि पनि, त्यही हो। अब शारदा पनि खेलिएर आइयो अनि त्यही हो। अब नेक्स्ट भिडियोमा भेटौँला अनि सबैलाई माया छ। अनि दसैँ पनि आइसक्यो, सबैलाई ह्याप्पी दसैँ। अनि त्यही हो, अब अर्को भिडियोमा भेट्ने छौँ। हस्त बाई।